हेलो गाइस, हाम्रो चाहिँ फाइनल्ली नेपालबाट सामान आयो। यस्तो उचाली नसक्नु गरेर सामान आएको छ। अब के छ, काम लाग्ने काम लाग्ने छ कि छैन, खानेकुराहरू के छ झ्यापझुप खोलेर खाइहालौँ। 24 केजीको सामान आइपुगेको छ। एक हप्तामा आयो होइन, अस्तिको ट्युस्डे हालिदिएको, आजको ट्युस्डेमा हाम्रो घरसम्म आइपुग्यो। छोडिदिउँ त्यो कुरा। सामान के आयो, मेन मुद्दा भनेको 24 केजी सामान आएको छ। अब गाइस भित्र के कसो छ, अब मिसको अर्डरको सामान हो यो। मलाई केही थाहा छैन, मैले चाहिँ खोल्ने काम गरेँ ल मिस। ओके, कति हो प्याकिङ त? कैँची मिसले सिमबाट मगाएको थियो, आज बल्ल काम लाग्यो नि त। म चाहिँ एक्साइटेड छु यार। म त यो खासै सरप्राइज जस्तै भयो नि त मलाई त। अच्छा, भुइँमा बसेर खोले नि हुन्छ है? तपाईँ उताको भुइँमा बस्नु न। हो, त्यहाँ भुइँमा बसेर धपक्क लाएर। के भयो खिच्ने मान्छे त? अनि पुरै सेफ्टीका साथ आउनु परेन त? हाम्रो सामान छुट्ला अरे, फुट्ला अरे, प्याकबाट निस्केला अरे। ल है, यहाँबाट मान्छे आउने अरे के? मेरो पप्पु आएको होइन थियो नि? ए, मेरो सुत्दाखेरि लाग्ने लाउने बाक्लो वाला भए जाडो हुन्छ भनेर राति सुत्दाखेरि लाउनलाई। ल राम्रो 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 ज्याकेट तिम्रो। थर्मोकोट थर्मोकोट त्यो तपाईँको होला नि, यस्तो कलर त तपाईँकै होला। सेट हो त्यसको? यिनीहरूलाई अलि धुनुपर्छ, अलि हामी सुत्ने ठाउँमा नराख्नु। के हुनु अहिले? तिम्रो त अर्को थर्मोकोट सेम कलर त त्यही नि थियो त। म त अहिले पनि थर्मोकोट नै लाहो है, निलो लाहो अहिले चाहिँ। मिसियो ए तिम्रो। सेम यस्तै यस्तै पनि हामी छ यहीँ यस्तै यस्तै नि। हामीहरू त कति धेरै छ। मेरो यस्तो धेरै है गाई, फेरि एउटै कपडाले लाएको नहुनु, यस्तो मेरो धेरै छ। अर्को त यस्तो तर बेटारेरै ल्याउने रहेछ यो पनि। धेरै अड्छ भनेर ल। के हो त मिस? ज्याकेट? कुन ज्याकेट हो? खै लेट मी चेक। पेन पनि रहेछ है। पेन त उता पामे मम्मी। ठिक छ त। वाउ, यो ज्याकेट चाहिँ मलाई थाहा थिएन, अनएक्सपेक्टेड। यो चाहिँ सरप्राइज। यहाँ भित्रको पनि छ त। ए त्यहाँ भित्र उस अरे दबाई होइन, त्यो कोटी होम, बिरौटा कोटी होमको उस अरे। अनि यो कान सफा गर्ने पनि रहेछ। कान कोट्टाउने बिरौटा कोटी होमको बिउद। वाउ, त्यो ज्याकेट चाहिँ अनएक्सपेक्टेड भयो। ट्र्याक त कति राम्रो खालको हुन्छ नि है, भित्र पनि फर भएको। अनि कस्तो के ट्र्याक जस्तै नै के हो, कस्तो नरम खालको कस्तो। अब जाडोमा मजाले धेरै कपडा लाएर बाहिरबाट लाउन ठिक हुन्छ। के भयो त नि, सेम भएर सेम अरे यो र त्यो। धन्यवाद। भिक्सहरू, अनि त्यसपछि भिक्स सन्चो, अनि टाउको दुख्नेको त्यो सबै दबाईको पाटो छोडिदिनु, त्यसै राखिदिनु। वाउ, मनाएको मेरो दुध चियासँग खाने। प्यान, अन्डा बनाउने प्यान।
खै वा अस्तिसम्म भिडियो कलमा हजुरआमाले देखाउनुहुन्थ्यो ल हेर प्यान हेर भनेर ल है अब तपाईँले हेर्नु प्यान तपाईँलाई दुईटा मलाई एउटा द्याट्स नट फेयर हजुर के भन्थ्यो अरे अलि अघि नैको माथिको हो यो अघि मुनिको थियो ओ यो पनि हो नि त मेरो त यस अनि के तिमीलाई यस 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 दुईटा सेम इक्वल अनि त्यस्तो रिस डाइ बराबर हुनुपर्छ के को मिस म त फेरि ज्वाइँलाई मात्रै धेरै भएछ छोरीलाई थोरै भएछ कि भनेर यहाँ त फेरि म त यहाँ हङ्गामै मचाइदिन्छु क्या अरे नि यो पनि म के हो त्यो पानीपुरी यो मिट मसला होला ए पानीपुरी तिम्रो कलर होला ए मलाई लगाइदिइहाल्नु ल तपाईँको भोलि छुट्टी है भोलि फेरि छैन मेरो छुट्टी त्यही पनि यसो थोरै भयो त साई कृपाको चियापत्ती यो ब्याग चाहिँ पार्वतीले मलाई गिफ्ट हो तपाईँलाई पनि छ गिफ्ट फेरि उसलाई मात्रै दियो न भन्नु खै यता देखाउनु न त्यो डिजाइन बुद्धको आँखा भएको थ्याङ्क यू पार्वती तपाईँकै लागि हो के अरे साइज भयो हुन्थ्यो टक्क लगाएर ल है लारै देखाइदिनु होला त्यो खोलेपछि त हुन्छ होला अलिकति ठुलो जस्तो भएको अझै अलिकति ठुलो जस्तो होइन ठिकै हो यतिको त एकदम पर्फेक्ट नापेरै ल्याए जस्तो छ नापेर साइजै दिएको हो नि त मैले अनि घिउ तपाईँको हो यो चाहिँ फेभरेट मेरो प्याड माछा है यस्तो माछा अहिले त खोल पनि चेन्ज भएछ ए अचार हाम्रो अचार बिग्रेको त छैन होला नि होइन मेरो फेभरेट हनी हो चितवनको एकदम प्योर हनी हो अरे नि त हामीले यहाँ कस्तो हनी खान्थ्यौँ देखाइदिनु त यस्तो हनी खान्थ्यौँ अब हामी अर्ग्यानिक हनी खाने ल यो अन्त म नि खान्छु तातो पानीमा मिलाएर लेमन हालेर मलाई त्यस्तो कचङ कुचुङ खानेकुराहरू मगाएको हो क्या ए यो चाहिँ उहाँबाट हालिदिनु भएको कि अहिले नयाँ झार्नु भयो भन्थ्यो नि चियापत्ती हो यही हो क्या करेन्ट भन्नुभएको थियो नि राख्नु सुरुमा त यहीवाला भ्याउनु पर्यो है अहिले चिया पकाएर गरेर खाने म त हिजो नि खाँदै नि चिया धोएर राख्नु पर्यो राख्नु उतै राख्नु यो चाहिँ हजुरआमाले पठाइदिनु भएको दाल मोठ चटपट बनाएर खाए पनि भयो चियासँग यतिकै कुटुङ 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 खाए पनि भयो पुरान दाना डुम्री यस्तो औँला 5 वटा थाहा तपाईँलाई औँला यस्तरी हालेर कुरुम कुरुम खाने डब्बा फुटेछ कि जस्तो लाग्यो मलाई हो र फाल्दाखेरि के को अचार हो त यो सबै छ अहिले यसलाई पनि यसलाई साइडमै राख्नु पर्यो दुईटा करेन्ट चाउचाउ पनि ल्याउँछ ए यो पनि हजुरआमाले हालिदिनु भएको अनि यो टिमुरको छोप हाम्रो चाहिँ यहाँको सादा थियो नि नुनहरू नलाएको बेला यो चाहिँ सबै नुन पिरो सबै मिसेको बेला टिमुरको छोप हो यस्तो पनि मिठो हुन्छ भातसँग हालेर खान यस धन्यवाद अनि यो पनि मासुको अचार नै होला यो पनि अचार त्यो अघिको आँपको अचार हो कि
त्यसलाई चाहिँ मैले त्यहाँ राख्दिएँ। अनि यो चाहिँ टिमुर त कति धेरैमा आयो त? टिमुरको यो चाहिँ डल्लो भयो, त्यो चाहिँ घप्पा खान मिल्ने भयो। अनि हाजमल्ला हामीले पहिले यहाँ नि किनेको थियौँ नि। यहाँ कति पाउन्डमा किन्यो? यहाँ चाहिँ 1 point something कति हो खै, उहाँ हेर्नु त वहाँ कति छ। 75 रहेछ। बाफ रे 75 85। म त हुने बेलासम्म खाने बेलासम्म चाहिँ 55 65 थियो। अहिले त बढेछ हौ साथीहरू नेपालतिर पनि। मलाई भनेर लेखेर आउँदो रहेछ। ओके भ्याइयो। अचारहरू छ मैले त्यसलाई निकालिन। ल यस्तो एक खाट आएछ सामान, सबै चाहिने एकदम ठिक छ नि, नचाहिने त मैले केही मगाएन नि। ठिक छ चाहिने मात्र छ सबै। म त यो खोलिदिन्छु मिस। ल हाय हेलो गाइस, म चाहिँ भाँडा पुसेर बसेको छु। अनि हाम्रो दाल पाउँदैन, दाल भात अनि आँपको अचार। टक्क अचार इज टक्क 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 खाने अन्त।